फ्लिकर भन्ने एउटा एप्स छ। यो फ्लिकर एप्समा तपाईले आफूसँग भएका फोटोहरू, इमेजहरू कुनै पनि तपाईले डाउनलोड गरेर राख्न सक्नुहुन्छ। यो तपाईसँग याहूको इमेल आईडी छ भने याहूको इमेल आईडीबाट जोइन गर्न सक्नुहुन्छ। यसमा तपाईको कुनै डिलिट होला भन्ने टेन्सन छैन। मेमोरी कार्ड बिग्रिन सक्छ या फर्मेट कहिलेकाहीँ फर्मेट पनि हाल्नु पर्ने हुन्छ। यो फ्लिकर एप्समा राख्नुभयो भने तपाईले चाहेको बेलामा जहीँ पनि खोलेर हेर्न सक्नुहुन्छ र हेरिसकेपछि आफ्नो लग आउट गर्न सक्नुहुन्छ। त्यसमा तपाईले कसैले हेर्न सक्दैन। तपाईले आफ्नो पर्सन हेर्न सक्नुहुन्छ चाहेको बेलामा र चाहेको बेलामा डाउनलोड गरेर फेरि मोबाइलमा राख्न सक्नुहुन्छ। यदि तपाईले यो फ्लिकरद्वारा तपाईको फोटोहरू सुरक्षित रहन सक्छ। सर्वप्रथम तपाईले प्ले स्टोरमा गएर सर्च बारमा फ्लिकर टाइप गर्नुपर्ने हुन्छ। यसरी फ्लिकर टाइप गरिसकेपछि यहाँनिर छ टाइप गरिसके मेरो यहाँ फ्लिकर टाइप डाउनलोड गरिसकेको छ। त्यसकारण यहाँ राइट टिक लागिसकेको छ। यदि डाउनलोड नभएको खण्डमा फ्री लेखेको हुन्छ, फ्रीको ठाउँमा तपाईले यहाँ क्लिक गरेर डाउनलोड गर्नुपर्ने हुन्छ। म यहाँ क्लिक गर्दैछु। यसरी क्लिक गरिसके यहाँ ओपन देखाउँछ। यहाँ ओपन खोल्ने यसरी खोलिसकेपछि तपाईले पहिला एकचोटि साइन इन गरिसक्नु भएको छ भने माथि साइन इन को बटनमा गएर डाइरेक्ट अटोमेटिक खोलिहाल्छ। यदि तपाई नयाँ भर्खर तपाई जोइन गर्दै हुनुहुन्छ फ्लिकरमा भने जोइन फ्लिकरमा जानुहोस्। यहाँ जोइन फ्लिकरमा थिच्नुहोस्। यसरी थिचिसकेपछि एड अकाउन्ट भन्ने हुन्छ। यहाँ मेरो यहाँ पहिले एकचोटि खोलिसकेको छ यहाँ सुमन थापाको नाममा। त्यसपछि यदि तपाई नयाँ हो भने यहाँ एडमा गएर आफ्नो इमेल आईडीहरु हाल्नु पर्ने हुन्छ। याहूको इमेल आईडी हालेपछि तपाईको फ्लिकरसँग जोइनिङ हुन्छ। यहाँ सुमन थापा म अहिले क्लिक गर्छु। साइन इन देखाइरहेको छ। नेटवर्क अलि स्लो चलिरहेको छ, त्यसकारण केही समय लाग्दैछ। तपाईहरुले ध्यान दिनुपर्ने कुरा यो फ्लिकरसँग जोइन हुनलाई अनिवार्य याहूको इमेल आईडी हुनुपर्ने हुन्छ। याहूको इमेल आईडी बिना तपाईहरुले फ्लिकर जोइन गर्न सक्नुहुन्न। यसरी पहिला तपाईले यसरी खोल्नेछ। यदि तपाईले फोटोहरु डाउनलोड गर्नुभएको छ यहाँ क्यामेरा रोल, पब्लिक, एल्बम हेरेर तपाईले देखाउँछ र तपाईले अहिले तत्काल आफ्नो फोटोहरु डाउनलोड गर्नलाई यहाँ क्यामेराको चिन्ह देखाइरहेछ। यहाँनिर गएर यसरी थिच्नु हो। थिचिसकेपछि तपाईलाई आफ्नो मोबाइल भित्र भएका फाइलहरु देखाउँछ। यसरी देखाइसकेपछि तपाईले यसमा भएको कुनै पनि फोटोहरु आफ्नो फ्लिकरमा डाउनलोड गर्न सक्नुहुन्छ। म एउटा तपाईलाई डाउनलोड गरेर देखाउँदै छु। यसरी डाउनलोड प्रोसेसिङ चालु भइरहेको छ। ल हेर्नुस्
यहाँ डाउनलोड भइसकेको छ, यहाँ देखाइसकेको छ। तपाईले यहाँ यसरी आइसकेपछि तपाईले राख्नु यहाँ छनौट गर्न सक्नुहुन्छ अप्सन पब्लिक या सबैलाई शेयर गर्न चाहनुहुन्छ, सबैलाई देखाउन चाहनुहुन्छ या साथीलाई मात्रै, फ्रेन्ड मात्रै या फ्यामिलीलाई मात्रै, फ्रेन्ड एन्ड फ्यामिलीलाई या प्राइभेट। तपाई प्राइभेटमा राख्नुभयो भने तपाईको फोटो कसैले पनि देख्न सक्दैन। प्राइभेटमा यसरी ओके गरेर यहाँनिर अपलोड गर्नुस्। तपाईको यो कुनै कसैले सर्च गरेर तपाई खोज्न सक्दैन। यहाँ यसरी यो अहिले डाउनलोड भइसकेको छ। यो तरिकाले तपाईले आफ्ना धेरै नै धेरै फोटोहरु यस फ्लिकर आईडीमा अपलोड गरेर राख्न सक्नुहुन्छ। तपाईले चाहेको खण्डमा जुनै पनि बेला डाउनलोड गरेर मोबाइलमा पनि राख्न सक्नुहुन्छ या साथीहरुलाई शेयर पनि गर्न सक्नुहुन्छ। हवस् त साथीहरु, मेरो यो भिडियोबाट तपाईले धेरै नै मद्दत पुग्छ होला भन्ने आशा गर्दछु र मेरो युट्युब च्यानल सुन्दर नेपाल लाइक र सब्स्क्राइब गर्न नभुल्नु।